नमस्कार। विकेट गोल्ड टिभी च्यानलमा यहाँहरू सबैलाई स्वागत छ। नेपालले एएफसी एसियन कप 2027 को क्वालिफायर्सको तेस्रो खेलमा भियतनामसँग खेल्दैछ। यो खेल नेपालको घरेलु मैदानमा हुनुपर्ने थियो, तर दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य रहेको भनेर एएफसीले यो खेल पनि भियतनाममा नै गराउँदैछ। नेपालले अक्टोबर 14मा फेरि भियतनामसँग नै खेल्नेछ। यो भने अवे खेल हुनेछ। नेपाल र भियतनाम बीचको खेल नेपाली समयअनुसार बेलुकी 6:15 बजेदेखि गोडाउ स्टेडियममा हुँदैछ। नेपाल एसियन कप क्वालिफायर्सको ग्रुप एफमा छ, जसमा भियतनाम, मलेसिया र लाओस सामेल छन्। नेपालले पहिला नै 2वटा खेल खेलिसकेको छ र दुवै खेलमा पराजित भएको थियो। नेपाल मलेसियासँग 2-0ले र लाओससँग 2-1ले हारेको थियो। नेपाल वर्सेस भियतनाम लाइभ कसरी हेर्ने त? नेपाल र भियतनाम बीचको खेल भियतनाममा एफपिटी प्ले र भिटिभीमा लाइभ ब्रोडकास्ट हुनेछ। भियतनाम फुटबल फेडरेसनको अनुसार यो खेल उनीहरूको अफिसियल युट्युब च्यानलमा पनि लाइभ हुनेछ। नेपालमा डिस होम एक्सन स्पोर्ट्स अथवा कान्तिपुर म्याक्स एचडीले यो खेल लाइभ देखाउन सक्छ। अनलाइन भ्युअर्सहरूको लागि नेपाल वर्सेस भियतनाम लाइभ स्ट्रिम अनलाइन विकेट गोल्ड टिभीमा हेर्न सकिन्छ। धन्यवाद।